हेलो गाइस, सबैजनालाई वेलकम छ मेरो आजको मिनी ब्लगमा हैन। म चाहिँ यहाँ घाँस काट्न आएको छु मकैबारीमा हैन। मकैबारी बिचमा यहाँ हाम्रो साग लगाएको थियो अनि त्यो सागहरू फुलेको छ अनि त्यही काट्न लागेको म चाहिँ हैन। हेर्नुस् मकैबारी छ हाम्रो गाउँ। हेर्नुस् त मकैबारीले घेरिएको हाम्रो प्यारो गाउँ। धेरै रमाइलो ठाउँ छ मकैबारी धेरै राम्रो। मलाई त धेरै प्यारो लाग्छ आफू जन्मेको ठाउँ। सबैलाई प्यारै लाग्छ हैन आफू जन्मेको ठाउँ। अनि त्यो चाहिँ मेरो घर हो। त्यो मकैबारीको बिचमा भएको चाहिँ मेरो घर हो। हेर्नुस् त त्यो चाहिँ मेरो घर हो। अनि हामीले चाहिँ यहाँनेर लसुन प्याज रोपेको थियौँ। अनि प्याज चाहिँ भर्खरै उखालेको, लसुन त अस्ति नै उखालिसकेको थियौँ। पानी त्यस पछाडिबाट त पानी पनि थोरै हो र आयो। हामीले चाहिँ निकालिसकेको थियौँ। अरूहरूले निकाल्न पाउनु भयो कि पाउनु भएन। अनि मकै पनि लगाएको थियो। हेर्नु न सुगा रुङ्न नसकेर बत्तलको जुगाड गरेको हामीले पनि छोपेको यस्तै छ अब। अनि यहाँ चाहिँ मेरी बहिनी चाहिँ भावना घाँस काट्दै छे। मलाई घाँस काट्न सघाउन आएकी छे। अनि डोको चाहिँ यहाँ बारी चाहिँ पुगेको छैन हैन। ल हेर्नुहोस् यस्तै छ मकैबारीले घेरिएको छ। अहिले त सिजन पनि हो मकैबारी हुने। त्यसैले गाइज हेर्नुहोस् यस्तै छ। अब घाँस पनि काट्नु पर्यो हैन। मेरो ब्लग कस्तो लाग्यो सबैजनाले मन पराइदिनु होला हैन। ल यति भन्न आएको, बाई बाई। अब घाँस पनि त काट्नु पर्यो नि त। अब घाँस काट्ने है। बाई।